अहिले म यो सुनसरीको इटहरी स्थित यो यातायात व्यवस्था कार्यालयमा छु र यो यातायात व्यवस्था कार्यालय चाहिँ जेनजी आन्दोलनपछि भर्खरै सेवा सुचारू हुँदै आएको छ। खास गरी यहाँबाट चाहिँ अब सवारी र लाइसेन्स सम्बन्धीको दुईटा सेवा प्रवाह हुँदै आएको छ। सवारी सम्बन्धी चाहिँ कोशी प्रदेश सरकारको आर्थिक ऐनले धेरै कुराहरू समेट्ने भएको कारणले सवारी सम्बन्धीको सेवाहरू चाहिँ पूर्ण रूपमा यहाँ सुचारू भइरहेको अवस्था छ। यद्यपि सवारीको सेवा प्रवाह भइरहे पनि लाइसेन्सको विषयमा चाहिँ सङ्घीय सरकारको सर्भरमा भर पर्नुपर्ने भएकाले पनि यहाँबाट नयाँ हुन्छ सेवाग्राहीहरूको लागि चाहिँ सर्भर नै सङ्घ सरकारको मातहत रहेको यातायात व्यवस्था कार्यालयले नखोलिदिँदा जुन यहाँबाट चाहिँ नयाँ लाइसेन्स प्राप्त गर्न चाहिँ सेवाग्राहीले सकिरहेका छैनन्। लाइसेन्स लिनको लागि ती सबै प्रक्रियाहरू चाहिँ अवरुद्ध भएको अवस्था छ। हामीहरूले सुरुमा चाहिँ लाइसेन्सको नवीकरण, लाइसेन्सको संशोधन र लाइसेन्सको प्रमाणीकरण तीनटा सेवा सुरु गरेका थियौँ। हाम्रो 82 साल कार्तिक 20 गते बिहिबारदेखि ती सेवा सुरु गरेका हुन् भने थप सेवा भनेको हाम्रो नयाँ लाइसेन्स लिनेहरू हुन्छन् जो ती नयाँ लाइसेन्सको लागि आवेदन खोल्नुपर्छ अथवा मानिलियो कुनै ए वर्गको लाइसेन्स लिएको छ र उसले अब म बी क्याटेगोरी एड गर्छु भन्छ भने वर्ग थपको लागि पनि त्यही अनलाइन खोल्नुपर्छ। यी सेवाहरू चाहिँ हामीले अहिले दिन सकिरहेका छैनौँ। विशेष चाहिँ हाम्रो सङ्घीय सरकारले त्यो अनलाइनको सफ्टवेयर हामीहरूलाई ओपन गरिदिइसकेको अवस्था छैन। त्यसको लागि हामीहरूले प्रदेश सरकारबाट निर्णय गरेर सङ्घीय सरकारलाई चाहिँ हामीहरूले पत्रचार पनि गरिसकेका छौँ। यो विषयमा के भएको थियो भने सङ्घीय सरकारले नै उल्टै हामीहरूलाई परिपत्र गरेर प्रत्येक प्रदेशबाट 3टा यातायात कार्यालयहरूको नाम अनलाइन खोल्नका लागि लेखेर पठाउनु भनेपछि हाम्रो प्रदेश सरकारले निर्णय गरेर अस्तिको शुक्रबार पठाइसकेको छ। अब सङ्घीय सरकारले निर्णय गरेर आइसकेपछि निर्णय भइसकेपछि त्यो ओपन हुने बित्तिकै हामी सेवा सञ्चालन गर्न एकदम तदारुकताका साथ तयारी अवस्थामा। यदि सङ्घ सरकारले चाहिँ लाइसेन्सका लागि चाहिँ सर्भर खोलिदिएको अवस्थामा यो यातायात व्यवस्था कार्यालयले पनि सो सेवा प्रवाह गर्न सक्ने अवस्था रहेको छ। लाइसेन्स शाखामा छु। लाइसेन्स शाखा चाहिँ नवीकरण जुन चाहिँ जेनजी आन्दोलनको अवधिमा चाहिँ बन्द भएको अवस्था थियो त्यो अवधिमा चाहिँ कोशी प्रदेश सरकारले लाइसेन्स नवीकरणमा छुट दिने निर्णय गरेको थियो। यद्यपि सङ्घ सरकारलाई पत्रचार गर्दाखेरि आजसम्म सङ्घ सरकारले छुटको व्यवस्था चाहिँ कार्यान्वयनमा लान सकेको छैन, जसका कारण सेवाग्राहीहरू मारमा परेका छन्। यो अर्थमा पनि मारमा परेका छन् कि जेनजी आन्दोलन पछाडि सर्भर बन्द भएर जति पनि अवधि रहेको थियो त्यो अवधिमा पनि सेवाग्राहीले अहिले लाइसेन्स नवीकरणको शुल्क तिरिरहनु परेको छ। सङ्घ सरकारको यो अटेरीपन र कोशी प्रदेशले गरेको यो निर्णयलाई बाधक सङ्घ सरकार बनेको छ। मेरो कमल ढकाल हो, मेरो घर चाहिँ उर्लाबारी 4 आइतबारे पर्छ। त्यो र अहिले लाइसेन्स लिनु गर्नको लागि आइरहेको छु। दिए राम्रो हो। अब यो अहिलेसम्म चाहिँ त्यो अब छुट कति गर्ने के गर्ने भनेको यो विषयमा मैले केही पनि हेरेको छैन, बुझेको छैन। छुट भन्नाले अब यो कति छ यहाँको एक्चुअली लागतै कति भन्ने पनि थाहा छैन। अब यो अहिले मेरो तिर्नु गर्नलाई 6000 भन्नुभएको छ होइन। तपाईँले पुरै तिर्नु भयो? मैले पुरै तिर्नु। के भन्नुहुन्छ त छुट दिएको विषयमा? छुट दिनुभयो भने राम्रो हो। मेरो डिबी गुरुङ मेरो जन्म भोजपुर, हाल बेलबारी बसिरहेको मान्छेलाई त एकदम आवश्यक छुटको छ सर। तर अब बाँकी अनभिज्ञ छौँ हामी यसको बारेमा। हामी पहिलोचोटि आउँदैछौँ, थाहा चाहिँ अनभिज्ञ छौँ होइन। तर हामीलाई चाहिँ छुटको जरुरी छ सर। हामी जस्तो पीडित मान्छेलाई बिहान बेलुका रोजीरोटी गर्ने मान्छेलाई गएर खानुपर्छ होइन। यो भने छुट पनि हामी धेरै सहुलियत हुन्थ्यो भन्ने आशा छ सर हामीलाई। भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनको क्रममा यहाँ 2टा भवन रहेका थिए। ती 2टै भवन चाहिँ आगजानीले ध्वस्त भएका थिए। त्यति मात्र होइन, यहाँभित्र रहेका धेरै उपकरणहरू चाहिँ जलेर ध्वस्त भएका थिए, जसका कारण ढड्डाहरू पनि जल्दाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ सेवाग्राहीलाई सेवा प्रवाह गर्न अहिले पनि कठिनाइ भइरहेको छ। यद्यपि अब यो यातायात कार्यालयले आफूसँग भएका विवरणहरूलाई अथवा सेवाग्राहीले ल्याएको विवरणहरूलाई ट्याली गरेर सेवा प्रवाह चाहिँ गरिरहेको छ। जेनजी आन्दोलनमा हाम्रो कार्यालयको यो 3 तल्लाको बिल्डिङ थियो। 3 तल्लाको बिल्डिङमा प्रत्येक तल्लामा आगजनी भएको छ। सबभन्दा बढी हाम्रो तल्लो तल्लामा चाहिँ निकै नै हाम्रा स्मार्ट कार्डहरू भए, प्रशासनका कागजातहरू भए, अनि लिखित तथा ट्रायल परीक्षाका मोड तथा ढड्डा भनिन्थे रेकर्ड मेन्टेन गरिएका रजिस्टरहरू चाहिँ ती जलेर नष्ट भएको हुनाले तल्लो फ्लोरमा चाहिँ हजुरको धेरै नै क्षति भएको थियो। माथिको फ्लोर हेरिकन भने
अब हाम्रो क्षतिको आँकडा हिसाब गर्ने हो भने भौतिक संरचनातर्फ हाम्रो लगभग 1 देखि 1.25 करोडको क्षति भएको छ भने यन्त्र उपकरण कम्प्युटर प्रिन्टर लगायतका सामग्रीहरूमा हाम्रो मोटामोटी 1 देखि 1.25 करोडै क्षति भएको छ। कुलमा हाम्रो 2 करोड 52 लाख जति भनौँ न 2.5 करोडको नियर अबाउट हाम्रो क्षति भएको छ। अभिलेखहरू चाहिँ अब पहिलाका अभिलेखहरू चाहिँ सबै ध्वस्त भए छैनन्। कम्प्युटराइज सिस्टममा भएका अभिलेखहरूलाई चाहिँ रूपमा यिनीहरूलाई व्यवस्थित रूपमा राख्नु पर्यो होइन। अब फाइलिङ रूपमा रहेका अभिलेखहरू चाहिँ अब जुन सेवाग्राहीहरूबाटै प्राप्त हुने हुँदाखेरि उनीहरूको फाइलिङ व्यवस्था पनि एकदम चुस्त दुरुस्त हुनु पर्यो। आगामी दिनमा कुनै अभिलेखहरू जनताले खोज्दै आयो भने त्यसका लागि फेरि पाउनको लागि चाहिँ त्यसको सिस्टमेटिक ढङ्गले व्यवस्थापन गर्नु।